हजुरले भने जस्तो फर्स्ट इनिङ त्यति सेटिस्फ्याक्सन दिएन, स्पेसली जुन हिसाबले हामीले फर्स्टको 10 ओभर खेल्यौँ भने 10मा 48 रन त भइसकेको थियो, बट स्टिल जुन विकेट गयो 3टा विकेट, आई थिङ्क त्यो एकदमै नजानुपर्ने विकेटहरू थियो। त्यसपछि जुन पार्टनरसिप भयो दिपी दाई, आरिफ दाई, त्यसपछि करण दाइले सपोर्ट गर्नुभयो, सोम दाइले सपोर्ट गर्नुभयो। आई थिङ्क त्यो क्यारेक्टर चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। दिपी दाइले एकदमै एक्सेप्सनल खेल्नु फर्स्ट इनिङ सकिँदाखेरि हामीलाई त्यही 240सम्म भन्न सक्थ्यौँ, जुन हिसाबले दिपी दाइले स्टार्ट गरिसकेका थिए। पछि लास्टतिर अलिकति विकेटहरू गयो, सो बट स्टिल 30-40 रन सर्ट थियो जस्तो लाग्छ। र त्यो भए पनि 200 रन जहाँ विकेट अलिकति लो बाउन्स पनि भइरहेको थिएन, सो हामीलाई के बिलिभ थियो कि सुरुमा विकेट आयो भने अलिक Yeah, you are saying right. We bowl excellent in the first inning, and after that, I think it was a chaseable runs 200 on this track. But we really need to step up as a batting team. राम्रो बल थ्रु द गेट गर्ने गरिन्छ क्रिकेटमा। ब्याट र ब्याटको पिचबाट भित्रतर्फ आएको त्यो कुकले कुनै जवाब दिएर तन्वीरसँग र कुरा गर्दै थियो सन्दीप लामिछानेको त्यो पहिलो विकेट आएर पौडिने फर्किनेछ भने यहाँ 7औं विकेट गुमाएको छ युएईले। सन्दीपको यो विशेषता हो, खुसी हेर्न लाग्छ नेपाल खेलमा।